के गाइस सबैजना वेलकम ब्याक आज यहाँ ढिलो केही गर्ने कामै छैन भाइ च्याट यत्रो लामो च्याट भाइ अब हेर त भाइ अब के छुट्छ त्यहाँ केही छुट्दैन पर्खिमा देखाइदिन्छु अर्को कत्रो यत्रो टेबल ल्याउँदा पनि सानो भयो जस्तो लाग्यो भाइ मलाई यत्रो राडी छ यहाँदेखि उहाँसम्म छ टेबल हो एकछिन एक दुई यसो कमेन्ट पनि हेर्छु म कमेन्ट नहेर्ने होइन कमेन्ट पनि हेर्छु एकछिन पहिलो कमेन्ट हेर्नु न एकैचोटि आत्तिए एकैचोटि फर्ममा आइदिइहाल्नु खोजेँ क्या एकचोटि कमेन्ट हेर्दैन अरे मजा आउँदो रहेछ यार मोनिटरबाट त चट्टसँगले यहाँ मलाई पहिला नेसेसरी छैन जस्तो लाग्यो थियो यार पहिला मलाई नेसेसरी छैन दाजु सन्चै हुनुहुन्छ एकेबिएल सन्चै छु मेरो भाइ अजीब डोलाखा पछि भाइ एक्जाम आयो त के हो गाइस 12को एक्जाम चाहिँ के हो 12को एक्जाम आइसकेको हो 12को एक्जाम आइसकेको हो अनि 12को एक्जाम आएको छ भने गाइस तिमीहरू यो के म काटेर गइदिउ को तिमी साह्रो मलाई दोष नआओस् त्यति मात्रै हो कुरा भाइ अरू केही पनि होइन दोष नआओस् मात्रै हो लभ यु मोजिदा लभ यु मेरो भाइ लभ यु अनान बा के हो यो के छ दाइ जस्टिन लपाङ के छ दाइ के छ भोलिदेखि हो एक्जाम पढ यार गाइस पढ भाइ पढ आएको त यस्तै भयो होइन पाएको चाहिँ चान्स पाएको चाहिँ गर आमा बाउले खटेको चाहिँ दुःख गरेको चाहिँ पढ भाइ दिउँ न होइन हामीलाई पनि सानोमा यस्तै दिन्थ्यो छिक्ने कस्तो ठुलो हुनु पुरा आँगुलो जाउँ न बढो दिएको र यो चाहिँ निकै न पुरा हुन्छ नि यस्तो तर त्यस्तै हुँदो रहेछ भाइ दाइ आई लभ यु पिएक्सएम आई लभ यु मेरो भाइ दाइ भोलिबाट बोर्ड मैले थाहा पाइसकेँ भाइ लभ यु कन्डो दाइ जुनियर 6 लभ यु मेरो भाइ कन्डो भाइ अनिस आर यु हियर गणेश कार्की अनिस आर यु हियर भन्छ के हो यो अनिस प्रेजेन्ट छेस् भने त्यहाँ प्रेजेन्ट भन्दै अरे त्यहाँ सोध्दैछ लभ फ्रम झापा मच लभ दाइ एक गेमिङ कार्ड मच लभ मेरो भाइ कति माया गर्छु तँलाई थाहा पनि छैन भाइ कम्प्लेन त भाइ जिरो मायामा जिरो भाइ जिरो चाइना माल जिरो बोनीको सुरुवात सही छ को हो यो हाम्रो मङ्क द गोट थ्याङ्क यू दाइ चल्नु हिजो दामी भाइ हिजो दामी 4-5 दिन भएको थियो बिग लोड लभ यु मेरो भाइ तामाङ के हो यो गेमिङ होइन लभ यु दादा फ्रम नुवाकोट शुभम अधिकारी लभ यु मेरो भाइ फ्रम नुवाकोट लभ यु दाइ आई लभ यु मनहरू त अनि यसरी त अनि एकैछिन है पग्लेर अनि ओहो स्यालक्क हुन्छ त भाइ